हेलो नमस्कार साथीहरू। यदि तपाईँ सिद्धार्थ बैंक युज गर्दै हुनुहुन्छ अनि तपाईँको मोबाइल ब्याङ्किङ सर्भिस एक्सपायर भइसकेको छ, तपाईँ चाहनुहुन्छ कि म घरमै बसी बसी आफ्नो मोबाइल ब्याङ्किङ रिन्यू गरिहालौँ भने यो भिडियो तपाईँको लागि धेरै हेल्पफुल हुनेवाला छ। साथीहरू, हामी कसरी रिन्यू गर्न सक्छौँ भने म यो भिडियो मार्फत तपाईँहरूलाई देखाउन गइरहेको छु। सबभन्दा यसको लागि तपाईले मोबाइल ब्याङ्किङ ओपन गर्नुपर्ने हुन्छ, जुन एप्लिकेसन प्ले स्टोरबाट डाउनलोड गर्नुभएछ त्यही। अब यसलाई हामी ओपन गर्छौँ अनि त्यसपछि यहाँ तपाईको यहाँ यो 3 लाइन यहाँ कर्नर सबभन्दा तल एउटा कोनामा हेर्न सक्नुहुन्छ। यहाँ तपाईको प्रोडक्टको यता मोर अप्सन भनेर एउटा आइकन छ, यहाँ चाहिँ तपाईले प्रेस गर्नुपर्ने हुन्छ। यहाँ प्रेस गरिसकेपछि तपाईले यहाँ अनेक किसिमको सर्भिस हेर्न मिल्छ। तपाईको फरेक्स, सिद्धार्थकीय ब्रान्चेस, इएमआई। हामीले मोबाइल ब्याङ्किङ रिन्यू गर्नु छ भनेपछि हामीले यो 4 नम्बर आइकनमा आउनुपर्छ, यो हेल्प डेस्कमा आउने यहाँ अनि यहाँ प्रेस गर्ने। यहाँ प्रेस गरिसकेपछि साथीहरू यहाँ केही हाम्रो यो अप्सनहरू ओपन हुन्छ। हाउ मे आई हेल्प यु, यहाँले तपाईको आफ्नो सर्भिस चुज गर्न सक्नुहुन्छ। यहाँ सबभन्दा पहिले तपाईको फुल नेम, यसमा तपाईको मोबाइल ब्याङ्किङमा कुन नाम राख्नुपर्छ त्यो आफ्नो फुल नेम हाल्नुपर्ने हुन्छ साथीहरू। अब आफ्नो फुल नेम यसमा हाल्दिउँ हामी। जुन ब्याङ्कमा हाम्रो नाम छ नगीतामा त्यही नाम नै हाल्नुपर्छ यसमा। अर्को राखेपछि मिल्दैन साथीहरू। त्यसपछि आफ्नो जिमेल आइडी हालिदिनुपर्छ। यसले चाहिँ तपाईको इन्फर्मेसनहरू इमेल थ्रु आउँछ। अनि अर्को चाहिँ तपाईको कुन मोबाइल ब्याङ्किङ नम्बर हाल्नुपर्छ आफ्नो त्यसमा नम्बर हालिदिनुपर्छ। अनि त्यसपछि तपाईको सिलेक्ट सर्भिस क्याटेगोरी, तपाईँ कुन सर्भिसको बारेमा कुरा गर्दै हुनुहुन्छ त्यसको बारेमा सर्भिस रिक्वेस्ट, फिडब्याक, सजेसन, कम्प्लेन्ट अर इन्क्वायरिज। हामीले सर्भिस रिक्वेस्ट गरिरहन्छौँ, हामीले मोबाइल ब्याङ्किङ रिन्यू गर्नु छ। त्यसपछि अर्कोमा चाहिँ सिलेक्ट सर्भिस टाइप, यसमा तपाईँले प्रिपेड कार्ड, क्रेडिट कार्ड, मोबाइल ब्याङ्किङ हामीले के गर्नु छ कि मोबाइल ब्याङ्किङ रिन्यू गर्नु छ। त्यसपछि अर्को चाहिँ सिलेक्ट सर्भिस सब टाइप, यसमा के गर्नु तपाईँको सर्भिस डेलिभरी, स्टाफ बिहेभियर, क्विन म्यानेजमेन्ट हामीले रिन्यू गर्नु छ। हामीले यहाँ तपाईँको रिन्युअल अफ मोबाइल ब्याङ्किङ यसमा प्रेस गरिदिने। अर्को चाहिँ यहाँ डेप के गरिदिने मेसेज कि आई एम युजिङ मोबाइल ब्याङ्किङ सर्भिस of Siddharth Bank. It was expired. It expired लेख्दा पनि हुन्छ expired. So I want to renew all my mobile banking. यस्तो गरिदिने। अनि यति मात्रै लेखिसकेपछि साथीहरू यहाँ तपाईँको EP8GRA भन्ने एउटा कोड हुन्छ। यो जुन स्क्रिनमा कोड जुन छ यो हामीले सेम त्यही कोड यहाँ प्रेस गरिदिनु पर्छ। सबै क्यापिटल लेटरमा छ। अनि त्यसपछि GRH यस्तो तपाईँको डिफ्रेन्ट हुनसक्छ यो कोडहरू। तपाईँको जति स्क्रिन टाइम खोल्छ जतिचोटि त्यति नै डिफ्रेन्ट आउँछ। अनि यो सबै गरिसकेपछि साथीहरू हामीले लास्टमा अब यसलाई सबमिट गर्नु। अब यसलाई के गर्नु छ हामीले सेन्ड मेसेजमा गरिदिनुपर्छ। त्यसपछि यो डिटेल चेक गरिहाल्न पनि डिटेलहरू भरेको ठिक छ कि छैन। अनि त्यसपछि कन्फर्ममा प्रेस गरिदिनुपर्छ। यहाँ हामीले कन्फर्ममा गएर प्रेस गर् यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मैले सर्भिस गरेको न्यू सर्भिस रिक्वेस्ट स्टेट। यहाँ कोड नम्बर पनि आइसकेको छ हाम्रो। डियर भ्यालुड कस्टमर, थ्याङ्क यू फर कन्टेन्ट सिद्धार्थ केयर, वी ह्याड रिसिभ योर सर्भिस रिक्वेस्ट। यस्तो भनेर मेसेज आइसकेको छ साथीहरू। यो चाहिँ तपाईँको एकछिनमै आइहाल्छ यो टिकट। अनि त्यसपछि अब अर्को मेल पनि हामीले एप्लाई गरेको 5 घन्टापछि तपाईँको यो 5 आवर यो हाम्रो मेल आयो। डियर कस्टमर, ग्रिटिङ अफ सिद्धार्थ ब्याङ्क, यो मोबाइल वुड बी रिन्युड बाई टुडे डे एन्ड अफ एनी एसेन्शियल रिक्वायरिज। अनि
यो मेसेज आइसकेको छ। अब यो मेसेज आइसकेपछि साथीहरू हामी चाहिँ आफ्नो मोबाइल ब्याङ्किङ रिन्यू भइसकेको छ वा रिन्यू भएको छैन भने तपाईँको अफिस आवरमा चाहिँ मोबाइल ब्याङ्किङ रिन्यू भइहाल्छ। त प्रायः यो मेसेज आउनु भनेको फाइनल मेसेज हो। यो मेसेज आइसकेपछि तपाईँको मोबाइल ब्याङ्किङ रिन्यू भइसकेको हुन्छ अनि हामीले आफ्नो मोबाइल ब्याङ्किङ गएर फेरि युज गर्न सक्छौँ। तर साथीहरू अर्को कुरा के छ कि लास्ट टाइममा तपाईँको मोबाइलमा पैसा नभएको खण्डमा तपाईँको यो एक्सपायर भएको हुन्छ। तर यो रिन्यू गर्दाखेरि तपाईँले के गर्नुपर्छ कि त्यसमा पैसा हाल्नुपर्छ। तपाईँको 350 रुपियाँ मोबाइल ब्याङ्किङको चार्ज हो। अब त्यो ब्याङ्क हेरेर हुन्छ न, जति चार्ज छ त्यति तपाईँ आफ्नो ब्याङ्क एकाउन्टमा रुपियाँ सेन्ड गरेर अनि मात्र यो एप्लाई गर्ने, अनि मात्र तपाईँको एक्सपायरी त्यो रिन्यू हुन्छ, नत्र तपाईँको फेरि जस्तोको त्यस्तै हुन्छ साथीहरू। हस् त यति समय दिनुभएकोमा थ्याङ्क यू साथीहरू। धन्यवाद फर वाचिङ आवर भिडियो।